बालेन्द्र शाह प्रधानमन्त्री हामीले प्रस्तावित गरेका छौँ। 4 वर्ष उहाँले महानगरपालिकामा वर्षको 25 अर्बको बजेट चलाउनु भयो। 4वटा बजेट जोड्ने हो भने 1 खर्ब 100 अर्बको बजेट उहाँले चलाउनु भयो। आजसम्म एक सुका यो मान्छेले अपचलन गर्यो भनेर कसैले भन्न सकेको छैन। त्यसैले त्यो नैतिक बलको आँटमा चाहिँ हामीले र उहाँलाई सहयोग हुने असाध्यै अनुभवी परिपक्व टिम हुन्छ। सभापतिजीले हामी 2-4 जनालाई तयारी गर्नु भनेर निर्देशन पनि दिइसक्नु भएको छ। त्यसैले त्यो टिमले गर्ने काममा हामी एकअर्काको परिपूरक भएर काम गर्छौँ। त्यहाँ राम्रो अर्थमन्त्री चाहिएला, त्यहाँ राम्रो परराष्ट्र मन्त्री चाहिएला, त्यहाँ राम्रो शिक्षा मन्त्री चाहिएला। माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन्छ भन्ने नेपालमा बिग्रेकै त्यो, टाउकै कुहिएपछि अरू फतक्कै गलेका हुन्। यहाँ चाहिँ हामी टाउको सङ्लो सध्य बनाउन खोज्दैछौँ। टाउको बलियो भएपछि तलकाले आँट गर्दैनन्। हाम्रो गोरु मर्स्याङ्दी तर्थ्यो, मर्स्याङ्दी पारीको गोरु यता आउँथ्यो भने जस्तै यो मान्छेले चिर्दिया सीमा हो। जितेपछि के गर्ने हो तिमीहरूले भन्दाखेरि अलिकति मैले इङ्गित गरिसकेँ। पुराना मिस्टेकहरूबाट हामीले सिकेका छौँ र नयाँ ढङ्गले यसरी जान्छौँ भन्ने छ। हिजो भर्खर हाम्रो पार्टीका सभापतिजीले अब नेपाली समाज र रासोपा बिचको एउटा करार, सोसियल कन्ट्र्याक्ट, सामाजिक करार नै गरेर हामी अगाडि जान्छौँ। त्यसमा 5वटा कुरामा हामीले अहिले काम गरिरहेका छौँ। वाचापत्र सायद फागुनको पहिलो हप्ता हामी निकाल्दैछौँ। 9-2 को राम्रो सिनर्जी छ। अघि धेरै कुराहरू आइसकेका छन्। श्रीरामजी असाध्यै खट्टिने इन्जिनियर पढ्नुहुन्छ, एकदमै जुझारु हुनुहुन्छ। यति मेहनत गर्ने मान्छे मैले कमै देखेको छु। बिहान 3 बजेदेखि आफै गाडी हाइलक्स चढाएर चाहिँ दौडन सक्ने मान्छे, 12 बजे सुत्नुहुन्छ। त्यो खालको असाध्यै खट्न सक्ने मान्छे र उहाँ डेलिभरी दिन सक्ने मान्छे। त्यसैले ग्राउन्डमा माइक्रो डेभलपमेन्ट रिजल्ट्सहरूमा उहाँले काम गर्न सक्नुहुन्छ। मेरो रुचि, मेरो क्षमता बढी म्याक्रोतिर छ। नीतिगत फ्रेमवर्क राम्रोसित बनाइदियो भने यो आफसे आफ कसैलाई केही भनिराख्नै पर्दैन। इन्सेन्टिभहरूले नै मान्छेलाई सोझ्याउँछ क्या। सो त्यतातिर चाहिँ म्याक्रो इकोनोमिक फ्रेमवर्क ठिक गर्ने, सुशासनमा निर्मम हुने कुरामा म काम गर्नेछु। माइक्रो डेभलपमेन्टतिर चाहिँ उहाँले गर्दाखेरि तनाउ 1 र 2 लाई त हामीले यो मान्छेले चिर्या सीमा हो। एउटा यति मिलेको भूगोल छ, नेपालको मध्यभागमा छ र नेपालको समृद्धिका लागि जे आधार हामी खोज्दैछौँ त्यो सबैमा तनाउ उत्तीर्ण छ र त्यो कम्बाइन्ड रूपमा यो कसैले चिरिदिएको सीमालाई लिएर हुने। अघि राजन पन्थजीले मिठो भन्नुभयो, हाम्रो गोरु मर्स्याङ्दी तर्थ्यो, मर्स्याङ्दी पारीको गोरु यता आउँथ्यो भने जस्तै यो मान्छेले चिर्दिया सीमा हो। त्यसैले यसलाई हामीले अब इन्टिग्रेटेड हैन चाहिँ एउटा जियोग्राफिकल सम्भावना जे छ, मनाङ, लमजुङ, हाम्रो गण्डकी भेक नै मिलेको भूगोल पनि छ। यसलाई नै हामीले नेपालको समृद्धिको केन्द्रबिन्दु बनाएर अगाडि जानुपर्नेछ। अब अलिकति म राष्ट्रिय स्वतन्त्र पार्टीको जिताइदियो त भन्नुभयो, जितेपछि के गर्ने हो तिमीहरूले भन्दाखेरि अलिकति मैले इङ्गित गरिसकेँ। पुराना मिस्टेकहरूबाट हामीले सिकेका छौँ र नयाँ ढङ्गले यसरी जान्छौँ भन्ने छ। हिजो भर्खर हाम्रो पार्टीका सभापतिजीले अब नेपाली